नमस्ते हजुर म डाक्टर राजीव राज मानन्दर प्रोफेसर इन ऑर्थोपेडिक सर्जरी अनि मेरो सब स्पेशलिटी चाहिँ हजुरको आर्थ्रोस्कोपी एन्ड स्पोर्ट्स इन्जुरी हो हजुर म काठमाडौँ मेडिकल कलेजमा ओभर 20 इयर्स भयो प्र्याक्टिस गरेको एन्ड बिसाइड्स काठमाडौँ मेडिकल कलेज मेरो अरू प्राइभेट हस्पिटल्सहरू पनि छ मैले काम गर्ने ठाउँहरू हजुर अब स्पोर्ट्स इन्जुरी एकदम सिम्पली भन्दा हजुरको स्पोर्ट्स पिपलहरू जस्तो एथलिट्सहरूलाई हुने इन्जुरी हो तर यो बिसाइड्स एथलिट्स अरू मान्छेहरू जसले एक्सर्साइज गर्नुहुन्छ आफ्नो डेली फिटनेस रुटिन गर्नुहुन्छ उहाँहरूलाई इन्जुरी हुनेलाई पनि स्पोर्ट्स इन्जुरी भनिन्छ सो हाम्रो एउटा धारणा हुन्छ कि यो स्पोर्ट्स इन्जुरी चाहिँ एथलिटलाई मात्र हुन्छ होइन एथलिटलाई पनि होला तर हजुरको कमन म्यानहरूलाई पनि हुन्छ अब यो स्पोर्ट्स इन्जुरी फर इक्जाम्पल जस्तो मान्छेहरूले रेपिटेटिभली काम गर्ने जस्तो हाम्रो पेन्टरहरूले पेन्टिङहरू गर्नुहुँदा घरहरू पेन्टहरू गर्नुहुँदा जस्तो गार्डनरहरू हैन बगानमा काम गर्ने गार्डनरहरूले फुल बिरुवाहरूको स्याहार गर्नुहुँदा तपाईको जस्तो फार्मरहरूले हैन हाम्रो किसानहरूले खेतमा काम गर्नुहुँदा उहाँहरूलाई पनि यो जुन काम गरेर इन्जुरीहरू हुन्छ यिनीहरू पनि स्पोर्ट्स इन्जुरीको क्याटेगोरीमै पर्छ अब हजुरको नेपालमा मोस्ट कमनली देखिने त हजुरको फुटबलमै हो फुटसल फुटबल हजुरको क्रिकेट इन्जुरिज हो अनि यो बेसिकली ओभरअल स्पोर्ट्स इन्जुरिज धेरै हुने कन्ट्याक्ट स्पोर्ट्समा हो हैन सो हामीले क्लासिफाई गर्दा एउटा स्पोर्ट्स इन्जुरी हुने कन्ट्याक्ट स्पोर्ट्समा हो किनभने डेफिनेटली इन्जुरी बढी हुन्छ किनभने दुईटा प्लेयर या केहीसँग कन्ट्याक्टमा आइन्छ नि त तर नन कन्ट्याक्ट स्पोर्ट्समा पनि इन्जुरी हुन्छ हस् अब जस्तो नेपालमा धेरै देखिने फुटबल हो किनभने फुटबल एकदम पपुलर गेम हो नेपालको अर्को हजुरको क्रिकेट हो हैन अनि मार्शल आर्ट्सहरू भयो हस् रेस्लिङ भयो यस्तोहरूमा स्पोर्ट्स इन्जुरी कमनली देखिन्छ अब फुटसल चाहिँ हाम्रो जुन रेक्रिएसनल प्लेयर्सहरूले एकदम रमाएर खेल्नुहुन्छ त्यो गेममा पनि एङ्कल इन्जुरिजहरू क्वाइट कमन हुन्छ कुनै इन्जुरी जुनसुकै प्लेयरमा पनि हुन सकिन्छ तर फुटबलमा हेर्दा तपाईको सबभन्दा फुटबलमा चाहिँ सबभन्दा कमन चाहिँ एसिएल इन्जुरी भन्ने हुन्छ यो चाहिँ एउटा लिगामेन्ट इन्जुरी हुन्छ सबभन्दा कमन त्यो इन्जुरी हुन्छ अब क्रिकेटमा चाहिँ सोल्डर पेन्सहरू आउँछ सोल्डर रिलेटेड हस् त्यो पेन्सहरू आउँछ ब्याटिङ बोलिङ गरेर हैन अब तर यिनीहरू जस्तो एसिएल इन्जुरी हजुरको सोल्डर डिस्लोकेसन्स सोल्डर प्रब्लम्सहरू भन्दा कमन चाहिँ यो स्प्रेन्सहरू हुन्छ त्यो चाहिँ धेरै मात्रामा हुन्छ स्प्रेन्सहरू मड्किने एङ्कल मड्किने हैन हाम्रो पनि कति एक्सपिरियन्स भएको होला एङ्कल मड्किने हाम्रो एभ्रिडे स्पोर्टिङ एक्टिभिटिज त्यस्तोहरू एकदम कमन हुन्छ हजुर अब कस्तो छ भन्दा त्यो त अक्युट ट्रिटमेन्ट हो हैन अब जस्तो स्प्रेन स्ट्रेनमा स्प्रे लाउँदा त्यसले सर्टेन अमाउन्ट एनेस्थेटिक इफेक्ट दिन्छ हैन पेन पनि अलि रिलिभ गर्ला त्यो चाहिँ सर्ट टर्म हो प्लेयरलाई ब्याकफिल्डमा पठाउनको लागि हैन अब किनभने ठुलो प्लेयर त इम्पोर्टेन्ट हुन्छ अब म्याच जिताउने उहाँहरूले हो हैन तर अब लेट्स सी हजुरको सिग्निफिकेन्ट इन्जुरी नै भयो फर इक्जाम्पल हामीले देख्छौँ एउटा खेल भइरहेछ अनि एउटा प्लेयर लड्नुहुन्छ नी ट्विस्ट भएर हैन कन्ट्याक्टै चाहिएन नी ट्विस्ट भयो उहाँ फिल्डमा लड्नु भयो त्योपछि कति प्लेयर्सहरू त्यहाँबाट स्ट्रेचर लगेर बोकेर बाहिर आइन्छ नि हजुर अनि उहाँ रिटर्न गर्नु हुँदैन नि त्यसले चाहिँ अलिकति सिरियस इन्जुरी सिग्निफाई गर्छ त्यस्तो प्लेयर्सहरूको चाहिँ जो प्लेयर्सहरू दे क्यान नट गो ब्याक टु द गेम उहाँहरूको चाहिँ एसिएल इन्जुरी हुने चान्स हुन्छ सो एनी मान्छे जसले फिजिकल एक्सर्साइज गर्छ मेन उहाँलाई प्रोटिन बेस अलिक बढी चाहिन्छ प्रोटिनले चाहिँ मसल बिल्ड अलिअलि गर्छ सर्टन अमाउन्ट अफ कार्बोहाइड्रेट्स पनि चाहिन्छ हैन तर उहाँलाई प्रोटिन अलिक बढी चाहिन्छ बेसिकली ब्यालेन्स्ड न्युट्रिसनल डायट चाहिन्छ हस् अब उहाँको यो त तपाईको डिटेल्स जानलाई त डायटिसियनसँगै कन्सल्ट गर्नुपर्ने हुन्छ हैन उहाँको क्यालोरी इन्टेक आउटपुट सबै नापेर अकर्डिङ टु गेम उहाँले डेभलप गर्नुपर्ने हुन्छ डायट एकदम इम्पोर्टेन्ट हुन्छ अब यस्तो हुन्छ हजुर त्यो तपाईको होल स्टेटसै हेर्नुपर्छ पेसेन्ट प्रोफाइल हेर्नुपर्छ हैन अब खेलाडी खेल्दा बित्यो हार्ट अट्याक भएर बित्यो हार्ट अट्याक त जसलाई पनि रिस्क फ्याक्टर छ भने जुन बेला पनि हुन सक्छ सो अनफर्चुनेटली त्यति बेला भयो हैन अब मैले त्यही भने अब यो प्रिभेन्ट गर्नको लागि खेलाडीलाई मात्र हैन सबैलाई रेगुलर हेल्थ चेकअप्स गर्नु पर्यो हैन हजुरको कस्तो हुन्छ भन्दा हजुरको जिउले कति धान्छ त्यो पनि इम्पोर्टेन्ट हुन्छ हैन सो जस्तो खेलाडीहरूले त बेसरी मेहनत गर्नुहुन्छ नि हैन फ्रम द प्राइमेरी लेभल हामीले यसो हेर्दा ओ कस्तो राम्रो खेल्नु भयो यति राम्रो भनेर हामी भोलि फेरि निस्किन्छौँ अब मेसीको गेम हेर्छौँ हैन मेसीले गोल स्कोर गर्नुमा यति फिटनेस हामी भोलि उहाँको टी सर्ट लाएर उत्रिन्छौँ मैदानमा
होइन। तर मैले भन्नु खोजेको यस्तो हाई लेभल प्लेयरको ट्रेनिङ र जुन डिसिप्लिन उहाँले मेन्टेन गर्नुहुन्छ नि हजुर, त्यो चाहिँ ओभरअल हेल्थै मेन्टेन गरेर लेभल बढाउँदै गएर होइन, फ्रम तपाईँको लेट्स से स्कुल प्लेयर, कलेज प्लेयर, तपाईँको रेक्रिएसनल क्लब प्लेयर, त्यो गर्दै तपाईँको बढ्दै बढ्दै अनि तपाईँ इन्टरनेसनल लेभलमा आउनुभयो भने त्यहाँदेखि तपाईँलाई सेफ हुन्छ। तपाईँको जिउले पनि त्यो जुन फिजिकल तपाईँले जुन जिउलाई फिजिकल त्यो जुन तपाईँले फिजिकल एक्सर्साइजहरू दिइराख्नुपर्छ, जिउले पनि धान्न सक्नु पऱ्यो नि त। लेट्स से फ्यु इयर्स ब्याककै कुरा गरौँ होइन, जुन अवेरनेस थियो होइन, अब जस्तो भनौँ न एउटा खेलाडीलाई उहाँलाई स्पोर्ट्स इन्जुरी भयो भनेर त्यो अवेरनेस पनि इट वाज ल्याकिङ होइन। अब उहाँहरूलाई इन्जुरी हुन्थ्यो तर अब उहाँले भनौँ न एउटा डक्टरकोमा जानुभयो या प्यारामेडिककोमा जानुभयो तर प्रपर एक्सेस भएन कि हजुर। हस्, अब अहिले वर्ल्ड वाइड जस्तै नेपालमा पनि स्पोर्ट्स इन्जुरीको डक्टर्सहरू वेल डेभलप्ड भइसक्यो, अहिले नेटवर्क वेल डेभलप्ड भइसक्यो। तपाईँको साथसाथै डक्टरले क्वालिफिकेसन लिएर डक्टर मात्रै राम्रो भएर हुँदैन, हजुरको इक्विपमेन्ट जुन लेट्स से कुनै पेसेन्टलाई सर्जरी चाहियो भने म्याक्सिमम् पेसेन्ट्सलाई त सर्जरी चाहिन्छ भन्दिनँ होइन, तर इन्जुरी भएको जुन सर्जिकल पेसेन्ट्सलाई जुन इक्विपमेन्ट जुन हामीलाई चाहिने सामानहरू त्यो पनि पर्याप्त अभाइलेबल छ अहिले होइन, हामीलाई त्यसमा केही कमी छैन। अनि तेस्रो हजुरको रिहेबिलिटेसन। हस्, अब जस्तो प्लेयर्सहरूको सर्जरी मात्र गरेर प्रब्लम सल्भ हुँदैन, त्यो पछि तपाईँको आफ्टर इन्जुरी उहाँलाई रिहेबिलिटेट गर्नु पऱ्यो, उहाँको मसल बिल्ड गर्नु पऱ्यो, उहाँलाई ब्याक टु जुन नियर नर्मल, कुनै इन्जुरी भएपछि एब्सोल्युटली नर्मल नहोला तर उहाँको म्याक्सिमम् पर्फर्मेन्स नियर नर्मल जानलाई रिह्याब पनि एकदम इम्पोर्टेन्ट हुन्छ होइन। नेपालको स्टेटसमा पहिला हामीले पेसेन्ट भेट्थ्यौँ 5 वर्ष अगाडि लड्नु भएको होइन, मेनिस्कल इन्जुरी भएको पेसेन्टलाई अटेन्सनै भएको छैन होइन, निदर कुनै कुनै केसमा त डायग्नोजै भएको छैन, कुनै कुनै केसमा डायग्नोज भए पनि बिकज अफ ल्याक अफ अवेरनेस यसलाई अपरेसन गर्नु पर्दैन, यसलाई ठिक हुन्छ भनेर त्यसरी एक्सर्साइज गरेर औषधि खाएर होइन त्यसरी बसिराख्नुपर्छ होइन। तर अहिले चाहिँ मैले के भन्छु भन्दा एक्सेस राम्रो छ हस्, तर स्पोर्ट्स पर्सनलाई पनि अवेर हुनु पऱ्यो कि मलाई इन्जुरी छ भने मैले अटेन्सन सिक गर्नुपर्छ भनेर होइन। अब अटेन्सनै सिक गरेन भने त हाउ डु वी नो होइन। सो स्पोर्ट्स इन्जुरी छ, इफ गुड फिल भइरहेको छैन, मलाई दुखिरहेछ भने चाहिँ अटेन्सन सिक गर्दा हुन्छ विथ अ स्पोर्ट्स सर्जन। हेरी हुन्छ, अब तपाईँको सफ्ट टिस्यु इन्जुरी जस्तो लेट्स से सिम्पल एङ्कल स्प्रेन भयो भने नर्मल टाइम आर्बिट्रेरी टाइम होइन सबैलाई लाग्ने अबाउट 3 हप्ता जति हो हस्। लेट्स से तर तपाईँको स्प्रेन भयो, सिम्पल एङ्कल स्प्रेन भयो, हजुरको 6 हप्ता 8 हप्तामा पनि बेटर भइरहेको छैन भने अटेन्सन सिक गर्नुपर्छ, किनभने अरू कुनै प्रब्लमले दुःख दिइरहेको हुन्छ, त्यो ठिक हुन्छ भनेर बस्नु हुँदैन। सो म त एम्फसाइज गर्छु कि स्पेसलिस्टलाई हजुरले साथीभाइहरू यहाँ हजुरको कन्सल्टेसन आफ्नो आफन्तहरूसँग लिने त्यो चाहिँ प्रोफेसनल कन्सल्टेसन हुँदैन, तपाईँले स्पोर्ट्स सर्जन किनभने अभाइलेबल छ स्पोर्ट्स सर्जनसँगै कन्सल्टेसन लिँदा हजुरको कुरा एब्सोल्युटली क्लियर हुन्छ। तपाईँको महिला पुरुषलाई एकै खालको रेस्टहरूले त पुग्छ तर इन्जुरी हुने चान्सेस मेल र फिमेलमा अलिक फरक चाहिँ हुनसक्छ बिकज अफ बडी बिल्ड प्लस अलिअलि फरक हुन्छ। जस्तो हजुरको यङ फिमेल एथलिट्समा एसिएल इन्जुरिज मोर कमन देन मेल, मैले एउटा इक्जाम्पलले त्यस्तो फरकहरू चाहिँ हुन्छ। अब हेर्नुहोस् तपाईँलाई भन्दा अचम्म लाग्ला, बास्केटबल एउटा सुट गरेर ल्यान्डिङ गर्छ नि हजुर, खुट्टा कसरी भुइँमा टेक्ने पनि सिकाउनुपर्छ, त्यो ल्यान्डिङमा पनि इफ रङ ल्यान्डिङ भयो भने एसिएल इन्जुरी हुनसक्छ। सो यस्तो चिजहरू चाहिँ स्पोर्ट्सको सर्टन टेक्निक र नो हाउ चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। डेफिनेटली छ किनभने सिस्टम त मोडर्नाइज भइसक्यो होइन। अब कोचेसहरू अवेर हुनुहुन्छ होइन, अहिले त टिम फिजियोजहरू हुनुहुन्छ, उहाँले पनि उहाँलाई किनभने ट्रेनिङहरू हुन्छ, तपाईँले देख्नु पनि अब बाहिरबाट कोचेसहरू आउँछ होइन, हाम्रो नेपाली कोचेसहरू पनि राम्रो हुनुहुन्छ अहिले होइन। एन्ड फेरि टिम फिजियोजहरू हुन्छ, स्पोर्ट्स डक्टरहरू हुन्छ फिल्डमा होइन। एन्ड सर्टन अमाउन्ट चाहिँ हेर्नुहोस् हजुर खेलाडीले पनि उहाँले बुझ्नु पऱ्यो कि गेम खेल्न इज भेरी भेरी इम्पोर्टेन्ट। हस्, प्रपर इक्विपमेन्ट एकदम इम्पोर्टेन्ट हुन्छ, टेक्निक इम्पोर्टेन्ट हुन्छ हस्। अनि प्रायः कोचहरूले पनि हेर्नुहुन्छ, उहाँको इन्स्ट्रक्टर ट्रेनरहरूले पनि हेर्नुहुन्छ उहाँको एबिलिटी कति छ त्यो पनि चेक गर्नु पऱ्यो होइन। एन्ड मोस्ट अफ अल उहाँलाई इन्जुरी भयो, उहाँलाई इफ थिङ्स आर नट ओके उहाँले जबरजस्ती गर्नु चाहिँ हुन्न, किनभने स्मल इन्जुरी विल बिकम अ बिग इन्जुरी। अब जस्तो फर इक्जाम्पल एउटा एसिएल टेयर भयो होइन, एसिएल टेयर त हजुरको पहिला लेट्स से 15-20 इयर्स अगाडि त एउटा प्लेयरको एसिएल टेयर भयो भने त करियर ओभर भन्थ्यो होइन। अब अहिले हामीले अपरेसन गरेर 9 months 1 yearमा प्लेयर गोज ब्याक टु प्ले
हेर्नुहोस् त सो सबै चिज मोडर्नाइज भइरहेछ यो हजुरको डक्टरले मात्र गर्दा पनि होइन डेफिनेटली डक्टरले गर्दा हो ट्रेनिङले हो तपाईँको इक्विपमेन्टले हो हेर्नुहोस् हाम्रो ओटी इक्विपमेन्टहरू नयाँ नयाँ राम्रो प्रविधिहरू आएछ फेरि रिह्याब हाम्रो जुन एक्सेलरेटेड रिह्याबिलिटेसन हुन्छ त्यो कारणले सबै राम्रो भएको तर म फेरि एम्फसाइज गर्छु तपाईँको फर्स्ट भिजिट सुड नट बी हजुरको आफन्त सम तपाईँको सम स्मल क्लिनिक किनभने हेर्नुहोस् फर्स्ट भिजिट तपाईँले प्रपर कन्सल्टेसन लिनुपर्छ किनभने त्यहाँ डिसाइड हुन्छ हजुरको के गर्ने हो भनेर वाट तपाईँको के प्रब्लम हो र हजुरको कसरी अगाडि बढ्ने त्यहाँ डिसाइड हुन्छ त्यो पछि तपाईँको क्लियर हुन्छ ट्रिटमेन्ट तपाईँले एब्सोल्युटली करेक्ट भन्नुभयो मेन्टल हेल्थ इज भेरी भेरी इम्पोर्टेन्ट होइन उहाँको स्टेट अफ माइन्ड इज भेरी भेरी इम्पोर्टेन्ट हस् अब म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु डिरेक्टली रिलेटेड टु मैले के गर्ने अब जस्तो हामीले एउटा प्लेयरको एसिएल इन्जुरी भयो होइन अनि हामीले सर्जरी चाहियो प्लेयरलाई सो हामीले सर्जरी गऱ्यौँ लेट्स से सर्जरी पर्फेक्ट गयो नो प्रब्लम्स होइन यो संसारभरिको स्ट्याटिस्टिक्स हो त्यो पछि रिह्याब पनि फर्स्ट क्लास गयो अरे तपाईँ एकदम टप लेभल रिह्याब सेन्टरमा जानुभयो सहजको रिकन्स्ट्रक्सन पनि एकदम राम्रो भयो तपाईँको रिह्याब पनि फर्स्ट क्लास भयो प्लेयर इज भेरी गुड अन रिह्याब होइन अब तपाईँको नियरली आई थिङ्क अराउन्ड 18 to 20% उनीहरू रिटर्न टु स्पट गर्दैन बिकज अफ साइकोलोजिकल इस्युज हस् किनभने उहाँलाई मेन्टल ट्रमा हुन्छ म एउटा इक्जाम्पल दिन्छु हजुरको लेट्स से मोटर बाइक एक्सिडेन्ट भयो हामी बाइक बाटोमा चलाउँदा हाम्रो एक्सिडेन्ट भयो होइन फिर्ता गएर त्यो बाइक चलाउनलाई कति टाइम लाग्छ हजुरलाई होइन हजुर किनभने त्यो त मेन्टल ट्रमा हुन्छ नि पोस्ट स्ट्रेस रियाक्सन भन्छ नि हजुर सो प्लेयर्सहरूलाई पनि आफ्टर इन्जुरी डेफिनेटली सर्टन प्लेयर्सहरूलाई साइकोलोजिकल साइकोसोसियल काउन्सिलिङहरू चाहिन्छ म नाम चाहिँ लिन्न होइन हाम्रो नेसनल खेलाडी नै हो होइन अहिले त आई थिङ्क उहाँ बाहिर पनि गइसक्नु भयो नेपालमा हुनुहुन्छ कि हुँदैन मलाई क्लियर भएन तर एउटा इन्सिडेन्ट मलाई याद छ उहाँको इन्जुरी भयो तर एउटा के भन्नु खोज्छु भन्दा उहाँले कस्तो छ भन्दा उहाँले पनि ट्रिटमेन्टमा धेरै कोअपरेट गर्नुभयो सो मलाई पनि सजिलो भयो हस् म हजुरलाई बताउँछु कसरी भन्दा अब जस्तो उहाँको खेलकै दौरानमा उहाँको नी ट्विस्ट भयो हस् नी ट्विस्ट भयो उहाँलाई एकदमै पेन भयो स्वेलिङ धेरै भयो नीमा अनि एकजना चिनेको स्पोर्ट्स डक्टरले मलाई फोन गर्नुभएको थियो अनि मेरो एउटा हस्पिटलमा उहाँलाई ट्रान्सफर गरिदिनु भयो होइन अब त्यहाँ के भयो भन्दा उहाँ आउँदा अब अलिकति नाम चलेको प्लेयर उहाँको कोच उहाँको स्पोर्ट्स डक्टर उहाँको आफन्त आएर एकदम प्रेसर होइन सो मलाई केही प्रेसर थियो भने डक्टर साहब अपरेसन गरिदिनुहोस् होइन अब उहाँलाई मोटामोटी थाहा थियो कि अपरेसन अब स्वेलिङ देख्यो गोडामा अपरेसन गरिदिनुहोस् हस् सो मैले उहाँसँग कुरा गरेँ अब उहाँको वाइफ हुनुहुन्थ्यो उहाँको आफन्तहरू हुनुहुन्थ्यो एकदम प्रेसर अपरेसन सो मैले उहाँलाई भने हेर्नुहोस् हजुर पहिला तपाईँको के भएकै बुझेको छैन होइन सो हामीले पहिला किनभने हेर्नुहोस् अफन हजुरको अपरेसनले गडबड गर्छ क्या हजुर बिरामीलाई प्रब्लम नभएको ठाउँमा अपरेसन भएर झन् बिग्रिन्छ काम हस् सो हामीले बुझ्छौँ हामी त ट्रेन्ड हो नि त हामीले बुझ्छौँ कहाँ चाँडो अपरेसन गर्नुपर्छ कहाँ चाहिँ कुरेर अपरेसन गर्नुपर्छ यो एकदम इम्पोर्टेन्ट छ छुट्टाउनलाई होइन सो हामीले के गर्यौँ त्यो दिन उहाँलाई हस्पिटलमा एडमिसन गऱ्यौँ एक्सरेहरू गऱ्यौँ एक्सरेमा त एसिएल देखेन एक्सरे नर्मल छ होइन त्यो पछि हामीले भोलिपल्ट एमआरआई गऱ्यौँ हस् अनि एमआरआईमा देख्यौँ कि उहाँको एसिएल टेयर रहेछ र मेनिस्कसमा पनि इन्जुरी थियो होइन सो त्यो पछि आयो अब गाह्रो काम अब त्यो पछि फ्यामिलीले प्रेसर लाउने अब तपाईँको कोचहरूले पनि प्रेसर कोचहरूले त बुझ्नुहुन्थ्यो तर फ्यामिलीले प्रेसर लाउने हजुरको चाँडो अपरेसन गरिदिउँ सो मलाई कन्भिन्स गर्नु असाध्यै गाह्रो भयो तर उहाँले मान्नुभयो हामीले आई थिङ्क अराउन्ड 10-12 दिनपछि अपरेसन गऱ्यौँ आई थिङ्क 2 हप्ता र 3 हप्ताको बिचतिर हामीले अपरेसन गऱ्यौँ होइन सो मेरो मेसेज यसमा के छ भन्दा अक्युट एसिएल इन्जुरी होइन सपोज अक्युट एसिएल इन्जुरी भर्खर भएको एसिएल इन्जुरी छ हजुरको धेरै स्वेलिङ छ होइन पेन धेरै छ भन्दा चाँडै हाम फालेर अपरेसन गर्नुहुन्न त्यो स्वेलिङ र पेन अलिक रिड्युस गरेर जुन रिह्याब गरेर प्रिह्याब भन्छ तपाईँको अपरेसन अगाडिको रिह्याबिलिटेसन प्रिह्याब गरेर नि अलिक क्वाइट भएर अपरेसन गर्दा रिजल्ट्स एकदम राम्रो हुन्छ हस् अक्युट फेजमा जब त्यो नि एकदम एङ्ग्री हुन्छ त्यति बेला जबरजस्ती गरेर पुस गरेर अपरेसन गराउनु भयो भने डक्टर त मान्दैन होइन तर अब हुन्छ नि प्रेसर लाएर अपरेसन गराउनु भयो भने देयर इज भेरी भेरी हाई चान्स कि नि स्टिफ हुने अनि प्रब्लम्सहरू हुन्छ सो दिस वाज माई एक्सपिरियन्स उहाँले राम्रो मान्नु पनि भयो एकदम राम्रो मान्छे हुनुहुन्छ बाई हार्ट होइन अनि उहाँको रिह्याब राम्रो भयो हि डिड भेरी वेल अनि कपाल अफ इयर्स खेल्नु पनि भयो अहिले चाहिँ रिसेन्टली आई थिङ्क उहाँ बाहिर जानुभएको छ जस्तो लाग्छ